छौँ। हामीले पनि यस्तो पो कार्यक्रम भएको थियो, यसरी हाम्रो अग्रजहरूबाट, हाम्रो मामाहरूबाट, हाम्रो आमा बुवाहरूबाट हामीले यो किसिमको आशीर्वाद प्राप्त भएको थियो र त्यो बाटोमा हामी सबै हिँड्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सोच्नु परोस् र अहिले पनि नकारात्मक कुराहरू नआओस्, राम्रो राम्रो कुराहरू मात्रै आओस् र हामीले समाचार राम्रै मात्र सुन्नु पर्योस्, हामीले कसैलाई पनि गाली गर्नु नपर्योस् र यो हामीले दिएको एउटा आशीर्वाद पनि हो, यो सबैलाई लागोस् र यस्तै कार्यक्रम हामी अर्को पटक पनि व्यवस्थित तरिकाले, मर्यादित तरिकाले यसरी नै मनाउन पाइयोस् भन्दै मलाई यो चाहिँ प्रमुख अतिथि पनि बनाइएको छ र म प्रमुख अतिथिको हैसियतले पनि मैले आफ्नो एउटा आशीर्वाद, एउटा आफ्नो शुभेच्छा र आफ्नो मनको कुराहरू राखेँ र यहाँहरू सबै जुट दिनुभयो। यहाँहरू सबैलाई विशेष धन्यवाद दिँदै आगामी समयमा पनि यस्तै किसिमका रमाइला कार्यक्रमहरू गर्न समयले साथ दियोस्, हामीलाई ईश्वरले त्यो किसिमको एउटा प्रेरणा दिउन् भन्दै म आफ्नो मन्तव्य यहाँ टुङ्ग्याउँछु। धन्यवाद र सबैजनालाई धन्यवाद। आजका र हाम्रो दाजुले सबै राम्रो राम्रो कुराहरू सबै भाइ बहिनीहरू लगायत हाम्रो सबै परिवारलाई पस्किएर सबैलाई एउटा हौसला, सबैलाई एउटा प्रेरणा। आज हामी लगभग आजको कार्यक्रम पाइयोस्, सुख समृद्धि छाओस्, घर परिवारमा सुख समृद्धि, सबैलाई राम्रो होस्, सबैसँग चाहिँ ईश्वर भगवान्ले लगायत देवी देवताहरूले हामी सबैलाई रक्षा गरून् भन्दै त्यसको शुभकामना सबैलाई म दिन चाहन्छु। यसै गरी आज हाम्रो दाम्पत्य जीवनको जोडिनुभएका मेरा दिदी, हाम्रा दिदी भिनाजुहरूको दाम्पत्य जीवन पनि सुखमय रहोस्, उनीहरूलाई राम्रो गरून्, भगवान्ले सधैँ रक्षा गरून् भन्दै आजको यस कार्यक्रमबाट म बिदा हुन चाहन्छु। बिदा हुनु अगाडि आजको यस कार्यक्रमको केही समीक्षासहित आज कार्यक्रमलाई औपचारिक रूपमा अन्त्यको लागि, आजको कार्यक्रमलाई समापन गर्नको लागि आजका सभाध्यक्ष तथा मेरो भाइ साइलो मिलनलाई म हार्दिक अनुरोध गर्दै म पनि बिदा हुन्छु। हस्, धन्यवाद। दाजु मौसम खड्का, यस हाम्रो जेठी दिदीको शुभ विवाह तथा 2080 सालको शुभ विवाह शब्दलाई रेकर्डबाट तथा 30 विशेष कार्यक्रम प्रमुख अतिथि दाजु श्याम खड्का र यस हाम्रो कार्यक्रमलाई सभ्य तथा भव्य बनाइदिनु हुन टाढा टाढाबाट पाल्नुभएका मेरा सम्पूर्ण आफन्तजनहरू, आमाहरू, चेलीबेटी र हाम्रो यस 30 विशेष कार्यक्रममा आएर शोभा बढाइदिनु भएकोमा र 30 को प्रसाद ग्रहण गरिदिनु भएकोमा पनि मेरो व्यक्तिगत तथा हामी आयोजकको तर्फबाट एकमुष्ट धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस कार्यक्रम यो तरिकाले मनाऊ भन्नको लागि सबैभन्दा सुरुमा यस कार्यक्रमको खाका तयार गर्नुहुने आदरणीय दाजु जेठो दाजु श्याम खड्कालाई विशेष धन्यवाद सहित सम्मानको लागि ताली गर्नुहुने मेरी भाउजू, जेठी भाउजू इन्द्रमाया बोरा, हाम्रा ज्वाइँ मिलन खत्री र हाम्री छोरी रुबिना खड्कालाई विशेष धन्यवाद ज्ञापन गर्दछु। र प्रतियोगीहरूले एकदम राम्रो नृत्य गरे तापनि एकजनालाई प्रथम बनाउनै पर्ने कारणले गर्दाखेरि यस नृत्य प्रतियोगिता प्रथम हुने आर्जु खत्रीलाई विशेष धन्यवाद ज्ञापन गर्दछु। लगायत सम्पूर्ण सहभागीलाई पनि धन्यवाद ज्ञापन गर्दछु। लगायत हाम्रो यस कार्यक्रममा शोभा बढाइदिनु हुने सम्पूर्ण उपस्थितहरूलाई पनि एकमुष्ट धन्यवाद ज्ञापन गर्दछु। र आजको यस कार्यक्रमलाई यहीँ समापन भएको घोषणा गर्दछु र म पनि बिदा हुन्छु।